जय मसीह सबैजनालाई। मलाई धेरैजनाले प्रश्न सोध्नुहुन्छ, यदि येशू ख्रीष्ट परमेश्वर हो भने उहाँले प्रार्थना कसलाई गर्नुभयो वा पवित्र आत्मा भनेको को हो? हामी धेरैचोटि झुक्किन्छौँ किनकि हामी परमेश्वरलाई एउटा सानो बट्टामा हाल्न खोज्छौँ, तर सृष्टिकर्ता हाम्रो सोच भन्दा धेरै विशाल हुनुहुन्छ। यसलाई हामी यसरी बुझौँ। पानीलाई हेर्नुहोस्, जब यो जम्छ बरफ बन्छ, जब पानी बग्छ यो तरल हुन्छ, अनि जब यो पानी उम्लिन्छ यो बाफ बन्छ। यो तीनवटा कुरा हेर्दा फरक छन्, अनुभव गर्दा पनि फरक छन्, तर भित्रबाट यी तीनै पानी नै हुन्। त्यसरी नै पिता हुनुहुन्छ, पुत्र येशू हुनुहुन्छ र पवित्र आत्मा हुनुहुन्छ। जसरी सूर्यको प्रकाश र सूर्यको ताप एउटै हुन्, तर तीनवटा काम गर्छन्। यो एउटा थ्योरी मात्र होइन, पिताले हामीलाई धेरै प्रेम गर्नुभयो, पुत्रले हाम्रो लागि बलिदान दिनुभयो र पवित्र आत्मा आज हामीलाई डोर्याउँदै हुनुहुन्छ र हामी सँगै हुनुहुन्छ। परमेश्वर यति महान हुनुहुन्छ कि परमेश्वर हाम्रो लागि पिता पनि बन्न सक्नुहुन्छ, उहाँ हाम्रो लागि एउटा असल साथी येशू ख्रीष्ट पनि बन्न सक्नुहुन्छ र हाम्रो शक्ति पवित्र आत्मा पनि। के यो एउटा अचम्मको कुरा होइन र? परमेश्वरलाई दिमागले भन्दा पनि हृदयले बुझ्ने प्रयास गर्नुहोस्। यदि तपाईलाई आज यो पानीको उदाहरणले त्रियक बुझ्ने मद्दत गर्यो भने कमेन्टमा आफ्नो विचारहरू लेख्नुहोस्। र तपाईँ यदि अझै धेरै रहस्यहरू जान्न चाहनुहुन्छ भने यो च्यानललाई सब्स्क्राइब गर्नुहोस्। फेरि भेटौँला। जय मसीह।